दर्शक भी हेर्न सक्नुहुन्छ यहाँ यसरी अहिले सिद्ध भएको मार्दाखेरि मान्छेलाई जेलमा कति वर्ष जेल काट्नु पर्छ भनेपछि हामी त्यो भन्दा पनि तल जनावर भन्दा पनि हामी तलको भइसकेका रहेछौँ। अनि ठिक छ, यी बत्तीको बिल पनि हेर्नुहोस्, यो मेरो निर्मला साई भनेर हेर्नु बत्तीको बिल पनि काटेको छ। हेर्नु मैले हिजो अस्ति काटेको छ, 1607 रुपियाँ आएको छ। हेर्नुहोस् निर्मला साई भनेर हेर्नुहोस्, मेरो बाजेको मेरो बुढोको नाममा मैले सानैबाट दुःख पाएको। मेरो बुढो 6 महिना 3 महिनाको मुले पढेको आमा मर्दाखेरि 1 क्लास पढे पनि छैन, लेबरी काम गरेर पाल्नुपर्छ। अर्काको ठाउँबाट नागिता बनाएको छ, सुर्खेतबाट बनाएको छ नागिता। त्यो ठाउँमा हेर्नुहोस्, नागितामा जिमी जग्गा घरबास मेरो कानेर छ देखाइदिनुहोस्, म त्यही ठाउँमा गएर बस्छु। होइन भने चाहिँ म आफै आत्महत्या गरेर बोर दिने हो, म सिधै म बोर दिने। भोलि मेरो छोराछोरीको मेरो बुढोको जिम्मा यो स्थानीय कोलबुन नगर बिगाइले दिनु पर्छ। मैले जे गर्नु छ म झुटिएर पनि मर्न सक्छु, म आगो लगाएर पनि मर्न सक्छु, मेरो च्यालेन्ज भयो। म जसरी पनि म जे गर्न पनि सक्छु। मेरो छोराको जिम्मा पनि त्यहाँ 2टा छोरा छन्, एउटा छोरा यहाँ बोल्नु नसकेर घर बस्छन्। भवि मेरो करियर बनाउनु छ, म पढ्छु, म भएर जान्छु भनेर दैनिक पठाएको छु। दैनिकमा रोएर छोरा रात दिन बोर भएर बसेको छु। आफ्नो बुढीको टुक्रा जम्राएको दिनदेखि मैले 1 रात छुटाएको छैन। आज मलाई त्यो टुक्रा छुटाउँदाखेरि कस्तो भयो होला मलाई। आज मेरो छोराको मानसिक तनावमा टचर भइरहेको छ। मेरो छोरा छुट्टै भएर रोएको छ, म छुट्टै हेरिरहेको छु। बहिनी घाँस छैन, जाने बास छैन, मलाई देखाउनु पर्यो नि त, छानबिन गर्नु पर्यो नि त, आउनु पर्यो नि त। यो जनताको सामु तपाईँको माग के छन्, तपाईँका यो समस्या के छन् भनेर किन बुझिदिनु भएन उहाँले? जानु गोली हानिदिन्छौँ अनि मारिदिन्छौँ, तपाईँले जानुहोस्। अनि घर बनाएर राखेका छौँ र हामी जाने हो र? अनि कहाँ जाने? हामीले यत्रो सामान लगेर यत्र वर्ष बसेर सबै कमाएर जिउ ज्यान, अनि हामीले यसैमा सुम्पेका हाम्रो रगत चाहिँ अहिलेसम्म कमाएको 1-1 जोडेर पानी दुनियाँभरको 1-1 टुक्रा जोडेर हामीले घर बनाएर पाता थपेर एउटा गोडा एकचोटि बनायो, एउटा गोडा एकचोटि बनायो, थपी मैले अहिले यहाँसम्म आएर सानो केही गरौँ आफूले सक्दैछ। काम गर्न सकिन्न, पुरस्कार लाग्यो 40-45 वर्ष गरिसक्यो। अब यहाँभन्दा बजारी न विदेश जान पाइन्छ, न पढाइ लेखाइ छ, न कहाँ गएर हामीले के गरेर खाने। यहाँबाट निकालिदिएपछि पाहाडमा जिम्मे जग्गा छैन, भएको खोलाले बाढी परेर लैसक्यो। अहिले मान्छे पाहाडबाट तराईमा छोडेर उहाँ बजेलको आतङ्क छ, खेतीबाली लाएर वर्ष दिन खान पुग्दैन। मान्छेले केही न केही गराउला, छोराछोरी पढाउला, लेखाउला, सुख काम पाइन्छ भनेर हामी तराईमा छोडेको। लेबरी काम भयो भने पाइन्छ, तराईमा पाइँदैन, पाहाडमा पाइँदैन। हामीले कसरी कमाएर खाने? अनि इन्डिया गएर कमाएर ल्याएर घर छोराछोरी राखेर बिचरा कोही विदेश छन्, कोही कहीँ छन्, कमाएर खानुपर्छ। हामीले कसरी पाल्ने छोराछोरी? हामी कहाँ जाने? रोडमा हामीलाई लगेर डोजर आउँदैछ, आवाज मेरो साथीमा पहिला गोली हानुहोस्, त्यो सिडिओले हानुहोस्, मेरो साथीमा गोली, म मर्न तयार छु। म आज 10 दिन भयो खाना पनि खाएको छैन, पानी पनि खाएको छैन। जो दिन सुतेर टाँसेर त्यो दिनबाट मेरो मुटु मैले के गरेँ भने सकेको छैन। कसरी 1-1 टुक्रा मैले कसरी गरेर सम्पत्ति जोडेको घर मेरो अहिलेसम्मको सारा कमाएको यसैमा छ। कहाँ लगेर राखिदिन्छ, के गरिदिन्छ मलाई गरिदियो सरकारले। होइन भने चाहिँ म आफै आत्महत्या गरेर मर्दिन्छु, त्यसको नाममा उ लेखेर म